विजय साई चाहिँ एकदमै चाहिँ एउटा कला भएको मान्छे, अद्भुत क्षमता भएको मान्छे, एउटा चाहिँ दैवीय शक्ति अथवा चाहिँ ईश्वरीय शक्ति भएको मान्छे हो भन्ने कुराहरू आज प्रमाणित भयो होइन। अब उहाँको शक्ति चाहिँ प्रमाणित नहुनुको कारण चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ यो चाहिँ नर्मल मान्छेको शक्तिभन्दा धेरै माथिको शक्ति भएको हुनाले चाहिँ मान्छेले पत्याउन गाह्रो बुझ्न सक्दैन, पत्याउन गाह्रो। यो चाहिँ फ्रड हो, ठगी हो, यताउता भन्ने मानसिकता परिरहेको छ, आलोचनातिर जान्छ कि सहयोग गर्नुको साटोमा चाहिँ के हो त भनेर चाहिँ एउटा क्युरियोसिटी, एउटा चाहिँ बुझ्नुको साटोमा चाहिँ खुट्टा तान्नमा हाम्रो समाज पनि त्यही ढाँचाले चाहिँ लागिरहेको छ। तपाईँ यो नदेख्दासम्म तपाईँ पनि विश्वास गर्नु मैले पनि विश्वास गरिदिन्थेँ। अब मैले पनि उहाँलाई चाहिँ फेसबुकतिर यसो हेर्दाखेरि, युट्युबतिर हेर्दाखेरि चाहिँ कस्तो होइन अलिकति चाहिँ फेक हो कि जस्तो लाग्थ्यो, कमेडी जस्तो लाग्थ्यो, अलि हास्य अलिकति कमेडी पनि लाग्थ्यो। तर आज आएर चाहिँ म एकदमै हृदयदेखि नै चाहिँ एकदमै अचम्म पनि पऱ्यो, छक्क पनि पऱ्यो र उहाँमा पक्कै पनि चाहिँ रियल्ली चाहिँ एउटा भगवानको एउटा शक्ति, एउटा चाहिँ उहाँको एउटा आध्यात्मिक अभ्यास अनि ले गर्दाखेरि उहाँमा एउटा अद्भुत कला छ भन्ने कुराहरू चाहिँ मैले आज चाहिँ प्रत्यक्ष देखेँ, प्रमाणित पनि भयो। थ्याङ्क यू सो मच विजय सर, थ्याङ्क यू सो मच। अनि हाम्रो हजुर सर एकदम विश्वास हुनुहुन्छ नि होइन? जोस् पहिला जोस् मनमा चाहिँ कन्फ्युज थियो, कन्फ्युज त एकदमै कन्फ्युज थियो। अस्ति अब आएर चाहिँ त्यो पद्मासनहरू गरियो होइन, यो हुन्छ हुँदैन भन्ने कुराहरू, यो हाम्रो लागि धेरै ठुलो कुरा हो क्या। जस्तो कि अब प्रत्यक्ष देखियो नि त,